गुड मर्निङ गाइज आज हामी आइसक्यौँ हाम्रो यो चाहिँ हाम्रो रिसोर्ट हो अनि यहाँ मम्मीहरू चाहिँ यहाँ बिहानदेखि रेडी भएर बरबर गरिराख्नु भएको छ आन्टी चाहिँ मम्मीको बरबर सुनेर तारै बस्नु भएको छ गोवामा एउटा फरेनर आएको छ यो नेपालबाट फरेनर गोवामा को फरेनर हो यो कहाँबाट आएको हो वेयर आर यु फ्रम I can't understand. Only Chinese. Chinese sang कस्तो कालो चाइनिज यार यो त मम्मी हामी चाहिँ बागा बिच आइसक्यौँ मम्मीहरूले चाहिँ समुद्र जहिले राति देखेर मुम्बईको समुद्र नि राति देखे आज चाहिँ बिहानै लिएर आयो बिहानै समुद्र देखाउनलाई हेर्नु मम्मी यस्तै हुन्छ यहाँ खिच्नुपर्छ फोटो उखे बाला उइका बरु आराम बोल्खे त्यसरी उफ्रिने हेर त हामी चाहिँ यहाँ फिस पा गर्न जाँदैछ है कुच हुन्छ खै त कसरी जानु यसै जाउँ कुल ऊ त होगा नै होगा न अबे डर लाग्यो मलाई त आइसक्यो कति धेरै ल जाऊ त जाऊ तिमी जाऊ डर लाग्यो मलाई त टोक्दैन कुच ल जाऊ ल अन्त बिके कुच हुन्छ क्या कति धेरै आएको के खुट्टा हाल्नु बित्तिकै झन् जाऊ र हिँडेर टोक्दैन कुच हुन्छ क्या कुच भयो हो ओइ दुईजना गाडालाई नि गराउनु भने ओइ गर त कस्तो यार कोही जानु त मैले त खिचेँ क्या म भिडियो सुल्झिँदैन जाने माथि सानो ठीक है मम्मी फोटो हाँ ठीक है बिकेन हेर्नु त बिकेन भयो के भयो लाग्यो मलाई त कुच हुँदैन ए सुशीलको बाला डर लाग्यो नसक्ने रहेछ डर लाग्ने हेर झुन्ड्या हेर यिनीहरू ल ओए हुन्छ मम्मी खान राख्नु न हुँदैन मम्मी पैसा राख्नु न खुट्टा खाँदैन त्यो मरेको छैन खान्छ क्या त्यो अन्तिलाई एउटा खुवाइरहेछ यहाँ हालिराख्नु मम्मीको भइसक्यो ल अब मम्मीको भइसक्यो
ब्रान्डले त हाल्दैन होला है आफूलाई त्यो हाम्रो निस्किन्छ नि त्यो हामीले त्यो मम्मीले कति खाएको यार मम्मीले धेरै परिरहेछ मेरोमा धेरै नै मम्मी चाहिँ धेरै नै फोरी हुनुहुँदो रहेछ अहिलेसम्म नि खाएर बसिरहेको कस्तो फोर खुट्टा तपाईँको छ अहिलेसम्म नि खाइरहेको छ हेर्नु हाम्रोमा नआइकन अन्डीको चाहिँ कुर्कुचालको है एउटा चलो भन ल चलो मान्छेको टुङ्गाले मुख बनाइराखे हामी चाहिँ यहाँ डल्फिन हेर्ने साइडमा आइसक्यौँ होइन टिकट काटेर अनि पुरै रेडीमा डल्फिन हेर्न बोट यहाँ रेडी छ कुन बोटमा राख्ने हो हामीलाई अब हेरौँ आएन पनि ज्याकेट भेटायो टाइट गर्न मिलिहाल्छ नि यहाँ होइन मम्मीहरू यहाँ मम्मीहरू यहाँ काकेछ बस काकेछ बस बस ब्राइना ए हामी चाहिँ यहाँ डल्फिन हेर्न हिँडेको अब ब्राइना पनि छ यहाँ ब्राइना चस्मा खस्छ है मम्मी चस्मा खस्छ डल्फिन हेर्नलाई रेडी मम्मी आन्टी रेडी डल्फिन हेर्न सुशील घाम आउँदो रहेछ यार यहाँ त अलि यिनीहरूले एकछिन रोक्छ अनि रोकेपछि फोटोसोटो खिच्नुपर्छ हिजोको जेल पनि पुग्न लागिसक्यो हामी अब अन्डरग्राउन्ड रिसोर्ट रह्यो उता उता लानुपर्छ मम्मी नानालाई डर लाग्यो क्या हो ब्राइनालाई होइन बोटमा बसेको नि है हामी है मम्मी माथि आउँछ नि यतातिर आउँछ खै त आएन यार आएको देखेँ मैले तपाईँहरूले खिचडी देखेँ मैले त खिचडी मात्र नि माथि पानीमा आउँछ है ब्राइना पानीमा हेर आयो आयो भरपूर हो देखेन फेरि पानीमा बिस्तारै आउँछ कि कहाँनिर हो देख्यो ब्राइनाले लेफ्ट साइड पानीमा हेर ब्राइना पानीमा हेर
देखेर यता छ रे यता चष्मामा त पानी फेकन बे काका यो तारिक यो त बोट हो त्यो होटल बन्द डल्फिन भन्छ त्यो बुढोको उब्रेको है उसमा त कस्तो उब्रे देखाउँछ नि मान्छे त्यो त पालेर राख्यो हामी मिठा दिइरहेको छ के थाहा दिएर बेटा कुन आएन त देखे तो नहीं रही भैया हाँ मच्छी मच्छी udah punya udah punya udah यिनीहरू देखिरहेको छ कि यतातिर आउँछ होला अब आयो ल यहाँ आउँदैछ कता कता कत्रो यार यो त कत्रो यार यो त एक बार एक शॉट हेलो बोटे अगाडि यार बोटे अगाडि ल खै आयो क्या आएन कस्तो डिस्टर्ब गरे हो उता 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 त्यो बोटकै अगाडि आएको है अघि त अगाडि उयो आयो यहाँ आएछ यहाँ त्यहाँ आएछ अगाडि हेर त हेर ब्राइन हेर आउँछ अहिले कहाँ आएछ उता अगाडि त्यो बोटमा पछाइरहेको छ कि त्यसले त्यो एउटा बोटलाई
कहाँनिर आम त आउने रहेछ हामीले चाहिँ एकैचोटि झलक देखाएको थियो पहिला त कता हो हाम्रो बोटमा चाहिँ नआइकन यार बोटमा डल्फिन मम्मी ऊ त्यो बोटमा हेर्न डल्फिन कुन कलरको छ बोटमा डल्फिन डल्फिन गयो यता बोटको अगाडि यता बोटको अगाडि दुईटा जुम गरा छ धेरै बेर माथि नबस्ने है यसो गऱ्यो हेर्नु कहाँ पुग्यो होला होला यिनीहरू यता पनि आउने यो त कत्रो रहेछ त कतिजना मान्छे अट्ने उताबाट आउने अगाडि आउने नि है एकचोटि अगाडि आउनु नि सट्टा यतैतिर त्यो उता मिरामारबाट आउने हो त्यो उता गयो सबै कता देखेँ हेर न कस्तो ठुलो बोट कति मान्छे हेर त्यो पन्जिमबाट धेरै मान्छे है मन्दिर भन्नाले त्यो हामी अस्ति बसेको मिरामार अस्ति बसेको कति धेरै मान्छे के यिनीहरूको अगाडि आएछ यार
यस्तो भएको रहेछ कहाँ आउँछ एकछिन आउँछ यिनीहरूले भगाउने जस्तो लाग्यो क्या मलाई त उता 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 सबले लखेट्ने रहेछ राइट साइडमा देख्नु दौडिन्छ 45 मिनटको खोइ यहाँ अगाडि आउनु नि हाम्रो नि डल्फिन ए डल्फिन नयाँ डल्फिनलाई बोलाऊ हेलो डल्फिन भन हेलो डल्फिन भन छिटो आउनुहोस् भन आउनुहोस् हल्लिने पानीसम्म पानीमा आउने होला कि यिनीहरू हल्ल्याछ त्यस्तो बिडी उता 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 रे उता आगे अरे देख्यो हेर यता साइडमा हेर आउँछ बोटको अगाडि पुरा न सिद्धियो ल सिद्धियो हाम्रो डल्फिन हेर्ने आगोडा फोर्ट आइसक्यो आगोडा फोर्ट टिकट पर्छ अरे टिकट यस्तो गर्मी छ कि है यस्तो गर्मी छ यहाँ बिकेन टोपी नभएर दुईजना हामीलाई टोपी भएर सिक्टल भइरहेछ यतालाई हामी भित्र जाँदैछौँ यहाँनिर भित्र कसले बोला यहाँबाट चाहिँ पुरै समुद्र देख्छ अघि गएको समुद्र केही देखाएको छैन अघिनको समुद्र हो केही देखाएको छैन ठुलो छ गर्मीले पत पत पोलिरहेछ देख्नु परेन सिधा अहिलेसम्म घाम चाहिँ डुबेको छैन हामी चाहिँ आरम्भोल आइपुग्यौँ आरम्भोलको हावा त्यस्तो छ बालुवा खेल्ने होइन यहाँनिर रहेछ त मान्छे त अन्नै छैन होला नि उता साइड जाने हो के उडिरहेको हो त्यो उडेर तपाईँ
भएर हिँड्न सक्छ झन् ऊ त्यो छेउमा आरम्बोल आइपुग्यो यहाँ आरम्बोलको लेक भएको साइडमा यहाँ त मान्छेहरू सबै फर्किन थालिसक्यो हामी चाहिँ भर्खर आइपुगेको हेरौँ के बनाएको होला ब्राइनाले ब्राइनाले के बनाएको ब्राइनाले के बनाएर हाउस हो पुरै घाम डुबिसक्यो यति बेला आएर यति राति ल्याएर बच्चालाई यहाँ खेलाएर पानीमा बिजोक भएको छ बिजोक यो पानी हालेको यसमा बिल्डिङ बनिसक्यो ब्राइनाको के बनाउने मुखमा हेर मुखमा चाहिँ तिम्रो कसरी जान्छ भने ब्राइना सिसिल चस्मा लाउ त यो क्यासिनो प्राइड चाहिँ छैन नयाँ बनाएर पहिलाको त थोत्रो थियो यो चाहिँ नयाँ सिप ल्याएको कि यो सबभन्दा नयाँ अहिलेको यही हो